ल साथीहरू हामी चाहिँ अहिले गाउँपालिका उपाध्यक्ष हाम्रो यो मिठा खोलाको अनि मिठा खोला 5 को वडाध्यक्ष अनि म अनि बाबुला भन्ने भाइ प्रताप भाइ चाहिँ यो माथिको डाँडा यो उतापट्टि चाहिँ यसो मरिमरौ भएछ र जाँदैछौँ अनि अरू अन्य साथीहरू पनि भान्सा जान भइसक्यो अगाडि जाँदै रहेछ उहाँहरूसँग पनि भेट भयो अहिले चाहिँ हामी हिँडेर जाँदैछौँ अनि बिच बाटोमा चाहिँ गाडी आउँदैछ लिनलाई मेरो लागि चाहिँ बिल्कुल नयाँ ठाउँ हो नि त अनि म पनि यसो रेस्ट टाइममा घुम्नु पर्यो यहाँको गाउँठाउँ कुना कुना डुलिराख्नु पर्यो भनेर लागेको छ र साथी हो हामी चाहिँ खोलाको फेदमा पुग्न आँटिसक्यौँ गर्मी गर्मी छ हिँडाइ एकदम बेग्रलमा छ छिटो 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 त्यसले गर्दा पनि शरीरमा तापक्रम चाहिँ बढिरहेको स्थिति रोड चाहिँ कुना कुना पुगेको छ जस खुसी लाग्छ अनि यो ठाउँमा चाहिँ बिजुली बत्ती बल्न आँटिसकेको छ है केन्द्रीय लाइन यो माथि यसो ब्याकग्राउन्डमा देखेको यो पोलहरू भयो सबै केन्द्रीय लाइन हो 2-4 दिनमै बल्ने गरी भटाभट काम भइरहेछ नत्र अर्को लाइन मात्रै थियो यो खोलाको नाम के पो हो यो खोलालाई के पो भन्छ चङदाम अलि तल त अर्कै भन्छ होइन मेवा खोला खास यसो सिरियतै हो क्या हो चङदाम यो चाहिँ मेवा खोलाको शिर चन्दम खोलामा पुग्न आँटिरहेछौँ अनि त्यो पारि गाडी आएको देख्दियो नि त अनि यही रफ्तारमा माथिसम्म नै हिँडे हो नि त डरै हिँडे हो त अनि यो ठाउँमा अब दिउँसो त गर्मी नै छ अहिले होइन अब त बिहान बिहान र बेलुका बेलुका चाहिँ जाडो उब्बर बढ्न थालेको छ अब यसो विचार गर्नुपर्छ यो दिनौ चाहिँ जाडोहरू पुरै बढेको महसुस भइरहेछ अनि फेरि दिउँसो चाहिँ घाम लागेर एकदम कडा घाम लागेर चाहिँ गर्मी पनि छ आधी घन्टा 1 घन्टाको रफ्तार हिँडेपछि चङदाम खोला सम्म आइपुगेको छ है अब हामी जाने खास बाटो चाहिँ यसो माथि हो कि माथि जानुपर्ने डाँडादेखि अझै आधी घन्टा 1 घन्टा लाग्छ भन्दै थियो हिँडेर हो भने चाहिँ खासमा चाहिँ हामी गाडी आउँछ भनेर चाहिँ रफ्तारमा दिइरहेछौँ माथि नैसम्म हो भने त आज थल्लै बसिन्छ होला हिँड्ने बानी त धेरै छैन नि त गाडीहरू पनि पारि आएको चाहिँ देख्नु चाहिँ तर पनि आशा छ खोलासम्म लिन आउँछ भन्ने हाम्रो टिम चाहिँ ढुक्क छ यता पो आहो हाम्रै सर्टकट बाटो है खोला ओहो चङदाम खोलाको पुल चाहिँ पर्ने क्रममा छम सेवारो यता माथि आएको हो यो चाहिँ हाइड्रो हो उपारिको चाहिँ कुन त्यो माथि चाहिँ हाइड्रो पनि रहेछ है यो वारिपट्टि चाहिँ घाम लागेको छैन नि त कति चाहिँ आनन्द हो कति चाहिँ शीतल हो
र अब बाटो उकालो छ पक्कै पनि हिँड्नलाई गाह्रो गाह्रो छ। अहिले त रोडले गर्दाखेरि बाटो पनि ठाडै हुँदैन जुनै ठाउँ गए पनि घारीमा कुरो घारीमा झ्यास घारीमा हिँड्दैछु। खोला चाहिँ यता माथिबाट पनि त्यत्रै यो साइडबाट पनि त्यत्रै आउँदो रहेछ। कलेज पनि यहाँ चाहिँ ठुठुयो हुन्छ है। गरेर बस्यो है अब चाहिँ। ल अब चाहिँ हामी गाडी भएकोमा आइपुग्यौँ है। यो खोला तल खोलामा चाहिँ बाटो जोडिएको रहेन, हिउँदो मात्रै हुँदो रहेछ। गाडीबाट झरेर फेरि रोटे रोड जाँदैछौँ। माथि कता गाडी ब्लक रहेछ नि त, त्यही भएर नत्र चाहिँ हामी हिँडेदेखि नै गाडीमा हुन्थ्यौँ। यो गाउँ चाहिँ कुन ठाउँ हो त? यहाँ पनि बस्ती टन्नै रहेछ त। हजुर यहाँ पनि बस्ती झ्याप्पै रहेछ। हाम्रो धनकुटाको आतिश भाइले ट्रेनिङ गराएको ठाउँ पनि आइपुग्यो। खोइ त यहाँ खोइ त नामसाम केही छैन त स्कुलको। सिम्बुक यता मुनि रहेछ, सिम्बुक प्राथमिक विद्यालयको प्राङ्गण हो। ए हाम्रो आतिश भाइले पहिला ट्रेनिङ गराएको ठाउँ 1-2 वर्ष अगाडि होला। राम्रो रहेछ यहाँ पनि। 1 महिना जति साथीले ट्रेनिङ गराएको ठाउँ पनि आइपुग्यो। मैले अहिले ट्रेनिङ गराउँदै गरेको छु पर हो। यहाँ पनि नस्पति त हुँदो रहेछ भयङ्करै, निकै लेख पर्छ। यहाँको पानी चाहिँ मिठो छ होला है। पानी चिसो छ। तल त साह्रो मिठो थिएन नि, खल्लो थियो। यहाँको चाहिँ ठिकै छ। यहाँको पानी चाहिँ चित्त बुझ्दो रहेछ। हिँड्दै जाँदा फेरि अर्को एउटा सुन्दर ठाउँ आइपुग्यो। अब चाहिँ हामी नेर आइपुग्यो है। माथिको डाँडा पुग्नुपर्ने। हामी त प्रताप जाँदैन होला भनेर पो हिँडेको त अघि। ल बोल नि त लिम्बूको राजा। के भन्नु? सोध्नु पर्छ जाने कसै बेलाको नेसिरी नेसिरी तंगलरु नेसिगन सुमा तंगलरु ए मंसिरेले प्रतापेरे दिख्या पुंगलरु रामदे जगा जगा गरे अब चाहिँ कहाँबाट आयो हो? होला ठेक्पा। कति लाग्छ हौ? अब आधी घण्टा चाहिँ होइन होला। टोक्नेहरू चाहिँ ल्याउ न, टोक्ने जति चाहिँ के छ टोकौँ। मिठो छुर्पी के को हो? चौरीको? चौरीको त छैन। भैँसी त यहाँ के पाउँथ्यो साँच्चै पो प्रतापले माया माया दियो है। चोरेर लिएको रे अध्यक्ष ज्यू। साह्रै मिठो छ जे होस् छुर्पी चाहिँ।
नालामा उनीहरूको खाने स्टाइल यस्तो फेरि आज चाहिँ बिहान तालिम सकेपछि चाहिँ खानासाना खाएर आधी घन्टा रेस्ट गरेर हिँडाइ डह्रो छ ज्यान मायामारी छ उकाली ओह्राली भन्ज्याङ चौतारी ड्याङडुङ डाँडा काट्दै नयाँ नयाँ ठाउँको दृश्यहरू अवलोकन गर्दै साथीभाइहरूसँग यस ठिक छ आजको हिँडाइ मर्दा पर्दा चाहिँ नबोलाए पनि जानु भन्छ नि त यो पानी त खानु हुँदैन भाइ अनि यहाँ एकजना काका चाहिँ बित्नु भएको छ अनि यसो हामी चाहिँ मलामी जाँदैछौँ क्यान्सर पीडित हुनुहुँदो रहेछ उहाँ सिलगढीसम्म जानुभएको रहेछ अनि बित्नु भएछ पाउँदैन होला हौ साह्रै मजाको ठाउँमा आइपुग्यो त खतरा रहेछ है साँच्चै ठाउँ यहाँ के ठाउँ यो ठाउँलाई बदेले भन्छ बदेल चाहिँ कति पाइन्छ होइन तर पहिला प्रशस्त पाइन्थ्यो होला बदेल उयो माथिको हिमाल चाहिँ लोदेन त्यही हो यता उताको चाहिँ ऊ त्यो परको चाहिँ लोदेनै हो त्यो यो ठाउँ चाहिँ जस यहाँ बदेल पहिला पाइन्थेछ राम्रै यो भन्दा माथि माथि पाइन्छ नि भाइ हिउँघारीमा पनि पाइन्छ नि बदेले टारमा पहिलो पटक यो झन् भिडियो दिँदै साथीहरूसँग यसो हलिँदै 2-2.5 घन्टा लाएर पाइयो त अब जाँदा पो कसरी जाने भयो त कता बस्नु यसो फोटो प्रतापको पहिला सकियोस् न यहाँ प्रतापको आफ्नै गाउँठाउँ भयो भने ऊ पहिलोचोटि फोटो खिच्दैछ प्रताप पनि यो ठाउँ त पहिलोचोटि आएको होला नि पहिलोचोटि टेक्यो होला